चिकन पछि पालो आयो साग लट्टेको साग चाहिँ मलाई एकदमै धेरै मिठो लाग्छ साथीहरू। त्यो लट्टेको सागमा त्यो रस सुकाएर होइन चट्ट हामी खानासँग मजाले मजाले मिसेर खानालाई चाहिँ मलाई एकदम मिठो लाग्छ। तेलमा खोर्सानी जिरा पटटर पड्किसकेको छ साथी। यो सागहरूमा चाहिँ यो जिरा हाल्न खुब मनपर्छ क्या मलाई। नि सुकेको खोर्सानी हाल्दा नि एकदम मनपर्छ। त्यो सुकेको खोर्सानीको बिहा झन् एकदम मिठो लाग्छ। मैले तेल तारिसकेको थियो अनि लट्टे हालेँ भने लट्टेलाई पारक पुरुक पारेर फुट्दैछु। यसलाई धेरै टाइम पनि लाग्दैन नि त, यो त एकैछिनमा पाक्छ, त्यसलाई तुल भइहाल्छ नि त। अनि योसँग भात खान त ओहो साह्रै नै मिठो हुन्छ साथीहरू। तपाईँहरूलाई मिठो लाग्छ कि लाग्दैन? साग भनेपछि असाध्यै मनपर्छ। अनि झन् यो नुन हालेपछि त गल्छ नि। नुन हालेँ, जिरा हालेँ, अनि कसैले चाहिँ सागमा बेसार हाल्नुहुन्न नि त। म चाहिँ कहिले मुर्चला भने हाल्छु, कहिले हाल्दिनँ क्या। तर जिरा र सुकेको खोर्सानी चाहिँ कहिले छुटाउँदिनँ मैले। र मेरो साग पनि फाइनली पाक्न आँटिसकेको छ। यो मलाई चाहिँ यो पानी सुकाएको मनपर्छ क्या, सुक्खा बनाएर भुटेको मनपर्छ क्या होइन। कहिलेकाहीँ चाहिँ रस पनि मिठै हुन्छ। अनि तर नर्मली चाहिँ मलाई यसरी साग चाहिँ मजाले सुकाएको, अब यो पानी रसलाई नि सुकाएपछि हुन्छ नि, अनि त्योसँग भात बुक्लुटे मुसेर खानलाई ओहो यस्तो मिठो लाग्छ साथीहरू। अहिले फेरि भोइस ओभर गर्दा मुखमा पानी आइसक्यो। अब लट्टे पाउनु पनि छोडिसक्यो गाइस, गाह्रो छ मलाई। अनि मेरो साग पनि पाकिसक्यो। यस्तो भएको छ साग। यति हुन्छ नि त, अघि हाल्दा त्यत्रो थियो, अहिले यति एक मुठी जति भइसकेको छ साग पनि होइन। साग पाक्यो अनि मैले भात रेडी गरेँ। अब म साग भात चिकनको अचार अनि यो अचार, यो अर्को के अचार, गुन्द्रुकको अचार, धुलो अचार खाना गइरहेको छु। ह्याप्पी स्याटरडे। ल यो भोइस ओभर चाहिँ अफिस आएर गएको, मेरो अफिसमा काम छ। बाई बाई, म गएँ।